फाइनली स्नो रिभर कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गरेको आइपिओ बाँडफाँड गर्ने मिति सार्वजनिक गरेको छ। आजको यो भिडियोमा रहेर हामीले स्नो रिभर्स कम्पनी लिमिटेडको आइपिओ कहिले बाँडफाँड हुँदैछ, यो कम्पनीको आइपिओमा कतिजनाले लगानीकर्ताहरूले आवेदन दिनुभएको छ, कतिजना लगानीकर्ताहरूको सेयर हात पार्नु सफल हुनुहुनेछ, साथै कतिजना लगानीकर्ताहरूको हात रित्तो हुनेछ, यी सम्पूर्ण कुराहरूको बारेमा एकमुष्ट रूपमा जानकारी दिन प्रयास गर्नेछु। तपाईँहरू पनि यो कम्पनीको आइपिओ भरेर आइपिओको रिजल्ट कहिले आउला भनेर पर्खाइमा हुनुहुन्छ भने यो भिडियो स्किप नगरेर अन्तिमसम्म हेर्नुहोला र साथीहरू यस्तै आइपिओ, एफपिओ, सेयर बजार रिलेटेड नयाँ नयाँ भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हेलो एभ्रिवान, के हजुरहरूले पनि स्नो रिभर लिमिटेडको आइपिओ भर्नुभएको थियो? यदि थियो भने यो भिडियो स्किप नगरेर हेरिदिनु होला। स्नो रिभर लिमिटेडले वैशाखको 29 गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपिओको आवेदन जेठ 1 गते अन्तिम दिन थियो। स्नो रिभर लिमिटेडले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपिओको बाँडफाँड पछि हामी सर्वसाधारणको लागि आइपिओ खुलाएको थियो। कम्पनीले जारी पुँजी 93 करोड 75 लाख रुपियाँ बराबरको 20% अर्थात् 18 करोड 75 लाख रुपियाँ बराबरको 18,75,000 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 9,37,500 किता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र 93,750 किता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको थियो। कम्पनीले 46,875 सेयर सामूहिक लगानी कोषका लागि र 18,750 किता सेयर कर्मचारीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको थियो। कम्पनीले दोस्रो चरणमा कम्पनीले प्रति किता 100 रुपियाँ अङ्कित मूल्यका दरले 7 करोड 78 लाख 12,500 रुपियाँ बराबरको 7,78,125 किता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो। यो आइपिओमा मिनिमम 10 किताका लागि आवेदन दिनुपर्ने थियो भने म्याक्सिमम 1000 किताका लागि आवेदन दिनुपर्ने थियो। आवेदन दिने अन्तिम दिनसम्ममा यस कम्पनीको आइपिओमा 26,01,848 जनाले आइपिओ भरेका छन् भने सर्वसाधारणको लागि जम्मा 7,78,125 किता सेयर छुट्याएको थियो। धितोपत्र बाँडफाँड निर्देशकका अनुसार यसरी आइपिओमा मागभन्दा धेरै आवेदन परेको भएर आइपिओमा गोलापत्र लकी ड्रबाट बाँडफाँड हुने भएको छ। यो आइपिओ कतिजनालाई पर्छ त? जम्मा 77,812 जनाले मात्र 10 किताका दरले सेयर हात पार्नु हुनेछ भने यही मध्ये 5 जनाले थप एक किता गरी 11 किता सेयर पाउनुहुनेछ, अर्थात् यो आइपिओ पर्ने सम्भावना लगभग 3.42% मात्र छ। हरेक 100 जना मध्ये भाग्यशाली 3 जनाले मात्र 10 किता सेयर पाउनेछन्। टोटल 25,33,036 जना लगानीकर्ताहरूको हात खाली हुनेछ। यो भिडियो हेरिरहने सबैलाई गुड लक भन्न चाहन्छु। अब कुरा गरौँ रिजल्ट डेट बारे, कम्पनीको आइपिओ बाँडफाँड कहिलेसम्म हुँदैछ भनेर। आइपिओको पर्खाइमा बस्ने लगानीकर्ताहरूका लागि फाइनली कम्पनीले आइपिओ बाँडफाँड गर्ने मिति सार्वजनिक गरेको हो। अब जेठ 12 गते मंगलबार यो कम्पनीको आइपिओ बाँडफाँड हुँदैछ। अहिलेसम्म कति बजे आइपिओ बाँडफाँड हुन्छ भन्ने कन्फर्म भएको छैन, तर सम्भावना त बिहान 8 देखि 11 बजेको बीचमा यो कम्पनीको आइपिओ बाँडफाँड हुनेछ। आइपिओ बाँडफाँड कति बेला हुन्छ भन्ने समय कन्फर्म हुने बित्तिकै त्यसको लागि हामी अपडेट लिएर आउनेछौँ। यो आइपिओ जेठको 12 गते मंगलबार बाँडफाँड हुँदैछ। यस कम्पनीको नेटवर्थ र इपिएस बारे कुरा गर्ने हो भने यस कम्पनीको अर्निङ पर सेयर अर्थात् प्रति सेयर आम्दानी 4 रुपियाँ 98 पैसा रहेको छ भने कम्पनीको नेटवर्थ 105 रुपियाँ 06 पैसा रहेको छ। यसरी हेर्दा कम्पनीको वित्तीय अवस्था राम्रै रहेको छ। कम्पनीको प्रति सेयर 100 रुपियाँ भन्दा बढी भएको कारणले गर्दा कारोबारमा आउँदाखेरि 100 रुपियाँदेखि माथि र 300 रुपियाँको बीचबाट हुनेछ। यो कम्पनीको बाँडफाँड चाहिँ जेठको 12 गते मंगलबार हुने भएको छ। यदि यस कम्पनीको 300 रुपियाँमै ओपनिङ प्राइस भएछ भने पनि पहिलो दिन नै हामीलाई 2000 रुपियाँ फाइदा दिन सक्ने देखिएको छ। सो प्रायः जसो हाइड्रो पावर कम्पनीहरूको 5000 देखि 8000 चाहिँ यति नै पुगिरहेको हुन्छ। सो आजको भिडियो चाहिँ यति नै थियो। सो भिडियो मन परेमा लाइक, सेयर र कमेन्ट गरिदिनु होला। सो यस्तै आइपिओ, एफपिओ, सेयर बजार रिलेटेड भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू। सो जेठको 12 गते चाहिँ आइपिओ रिजल्ट आउँदैछ। सो सबैलाई गुड लक।